स्वास्थ्य सम्बन्धी जनमानसमा रहेको एउटा भ्रम अथवा गलत बुझाइ। जवान मानिसले अथवा शारीरिक रूपमा हट्टाकट्टा मानिसले कुनै पनि प्रयोगशाला जाँच गर्नु पर्दैन, यो एउटा गलत बुझाइ रहेको छ। ब्लड टेस्टहरू विभिन्न प्रकारका संक्रमित व्यक्ति, रोगी व्यक्ति, दीर्घ रोगी र बुढेसकालका अथवा बुढोपन भएका व्यक्तिहरूमा मात्र गर्नुपर्छ भन्ने हुँदैन। विभिन्न उमेरमा आउन सक्ने सम्भावित जोखिमहरूलाई पत्ता लगाउनको लागि र त्यसबाट भविष्यमा हुने ठूलो जोखिमलाई कम गर्नको लागि गरिने स्क्रिनिङ टेस्ट हो। यो जुनसुकै उमेर समूहकोले पनि गर्न मिल्दछ। त्यस्तै गरेर तपाई कुनै चिकित्सकको परामर्शमा हुनुहुन्छ, कुनै औषधि प्रयोग गरिराख्नु भएको छ भने डाक्टरको परामर्श अनुसार कुनै स्पेसिफिक टेस्ट गर्नुपर्ने छ भने त्यस्तो अवस्थामा तपाईले डाक्टरको सल्लाह बमोजिमको रक्त परीक्षणहरू गर्नुपर्दछ। रगत जाँचले आम मानिसमा हुने विभिन्न किसिमका डिजिजहरू जस्तै सुगर, थाइरोइड, कोलेस्ट्रोल, युरिक एसिड, बाथ, क्यान्सर लगायत विभिन्न यौन रोगहरू सम्बन्धी जानकारी पनि दिने गर्दछ। तपाईले आफूले चिनेको र आफ्नो समुदायमा भएको प्रयोगशालामा गएर वर्षमा एकचोटि नत्र 6 महिनामा एकचोटि आफ्नो बेसिक जाँचहरू गर्न सक्नुहुन्छ।